छुमा गणेश छुमा गणेशको मन्दिर भक्तपुर नगरपालिकाको उत्तर पूर्वी क्षेत्रमा भक्तपुर नगरपालिका वडा नम्बर 6 मा अवस्थित रहेको छ। भोलाछे स्थित पोखरी रहेको ठाउँमा कुनै समयमा बिरालो र मुसा दिनभरि झगडा भएको ठाउँ भनेर चिनिन्छ। दिनभर बिरालो र मुसा झगडा गरेपछि आखिरमा मुसाले बिरालोलाई हराई मुसाको वासस्थान भएको ठाउँमा छुमा गणेशको मन्दिर भएको किंवदन्ती रहेको छ। भोलाछे पोखरीलाई ऐतिहासिक कालखण्डमा भौ ल्वा पुखु अर्थात् भौ बिरालो र छु अर्थात् मुसा झगडा गरेको ठाउँ भनिन्छ। यस ठाउँमा भोलाछे पोखरी निर्माण भएको कथा छ। हाल छुमा गणेश मन्दिर रहेको ठाउँमा त्यही छु अर्थात् मुसाको वासस्थान भएकोले छुमा गणेश मन्दिर र ठाउँको नामलाई हाल छुमा गणेश भनेर भनिने गरिएको छ।